हजुरको नानी बाबुहरूको लागि स्टार समर क्याम्प फेरि हुँदैछ। मौसमले नै गरी खान नदिने भयो साथीहरू। यहाँ हेर्नु न, एक गाडी सामान हामी डेलिभरी लिएर जान लाग्यो लेक साइडमा है। अब एकैछिन पानी नपरे त सामान सजिलै पुग्थ्यो है। न्यू इयरमा कि ल अब हामी प्यासन नेपाल फाउन्डेसन स्टार समर क्याम्पमा आइपुगेका छौँ। लोकेसन यही हो हाम्रो। एकदमै पिसफुल लाग्यो मलाई यहाँ। जङ्गलमा चराहरू कराएको आवाज आउँदो रहेछ। कस्तो शान्ति। यहाँ हेर्नु साथीहरू, पोखरा कति रमाइलो हो बाफे। समर क्याम्पको लागि क्रिस्टल पर्दा हाउसबाट 4 पिस बेडिङ सेट, म्याट्रेसको कभर, पी म्याट, फाइबर सिरक आइपुगेको छ। यो मैले देखाइरहेको फाइबर सिरकहरूमा अहिले अफर चलेको छ। एकदमै राम्रो क्वालिटीको फाइबर सिरक अहिले अब अफ सिजन भएको भएर हामीले हजुरहरूलाई एकदमै मिलाएर दिइरहेका छौँ। क्वालिटी एकदमै राम्रो छ, न्यानो हुन्छ। कति पिस पर्दा ल्याएको रे अस्ति हामीले? 19 पिस पर्दा ल्याएको यो हलको लागि। पर्दा फिटिङ क्रिस्टल पर्दा हाउसबाट हुँदैछ। कहाँ चढ्नु भयो त नि? पर्दा फिट गर्दैछ। क्रिस्टल पर्दा हाउसबाट डोरम्याटहरू पनि थरीथरीका आएको छ समर क्याम्पको लागि। पर्दाहरू पनि हामीले राखेका हौँ। सेतो पर्दा राखेको छौँ हामीले यहाँ सिम्पल। अनि यो पाइपहरू पनि हामीले राखेको हो। हेर्न सक्नुहुन्छ, सानो झ्यालको लागि सानो पर्दा चिटिक्क बनाएर राखिदिएका छौँ हामीले। एउटा झ्याललाई एउटै हाले पनि पुगिरहेको छ। क्रिस्टल पर्दा हाउसको मुख्य शक्ति के हो त भन्दाखेरि हाम्रो टिम मेम्बरहरू एकदमै मेहनती हुनुहुन्छ, जसको कारणले हाम्रो काम बिना रुकावट सजिलैसँग भइरहेको हुन्छ। हल रुमको लागि यस्तो सादा पर्दा हजुरले राख्नुहुन्छ भने हामीले 4 फिट चौडाइ, लम्बाइ 9 फिटसम्म बनाइदिन्छौँ। यो भुइँमा ओछ्याइरहेको कार्पेट पनि क्रिस्टल पर्दा हाउसबाटै राखेको हो। यस्तो कार्पेटलाई क्यालियो कार्पेट पनि भनिन्छ। यो कार्पेट सजिलै सफा गर्न सकिन्छ भने धेरै समयसम्म पनि टिकाउ हुन्छ। समर क्याम्प सुरु हुनलाई अझै थुप्रै दिन बाँकी छ, तैपनि तयारी भने झन्डै सबै सकिसकेको छ। हजुर पनि आफ्नो बच्चाको बिदाको समय सदुपयोग गराउन, बच्चाहरूलाई फ्रेस बनाउन चाहनुहुन्छ भने स्टार समर क्याम्प जोइन गराउनुहोला। समर क्याम्पमा जोइन गराएर आफ्नो बच्चाहरूलाई अरू कस्तो किसिमको फाइदा हुन्छ जान्ने इच्छा छ भने स्टार समर क्याम्पमा हजुरहरूले सम्पर्क राखेर बुझ्न सक्नुहुन्छ। धन्यवाद। स्टार समर क्याम्पमा चाहिएको सामानहरूको लागि क्रिस्टल पर्दा हाउस छानिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद, साथै शुभकामना पनि। बुढी आमा हुनुहुँदो रहेछ। Thank you for everything. हस्, वेलकम। पोखरा बजार असिम कहाँ आएको? हामी लेक साइड। लेक साइड। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।